सेवारो नमस्ते। म सिर्जना सुब्बा। तपाईहरूले कहिले सोच्नु भएको छ समाजमा द्वन्द्व, हत्या, हिंसा, अन्याय, अत्याचार, पापाचार, लोभ, लालच किन हुन्छ भनेर? पक्कै पनि सोच्नु भएको छ होला। हाम्रा पुर्खाहरूले पनि सोच्नु भएको रहेछ र यस कुरालाई एकदमै राम्रोसँग विश्लेषण पनि गरेको छ र कथाहरू पनि हालेको छ। यो चाहिँ कहाँ छ भन्दाखेरि नाहेन मुन्दुममा तपाईहरूले सुन्न सक्नुहुन्छ र त्यसलाई बुझ्नुभयो भने एकदमै राम्रोसित विश्लेषण गरेको छ र पढ्न चाहनुहुन्छ भने यो चाहिँ बैरागी काइलाको किताब नाहेन मुन्दुम ईर्ष्या र आखिदाईको आख्यान भन्ने किताबमा पनि पब्लिस छ र अन्य अरूले लेख्नुभएको किताबमा पनि पब्लिस गरिएको छ। र लिम्बू मुन्दुमले द्वन्द्व, झैझगडा, हत्या, हिंसा, लोभ, लालच, दुराचार, पापाचार, भेदभाव, वैमनस्यता, अन्याय, अत्याचार यी यावत कुराहरूको मुख्य कारण नाहेन हो भन्छ होइन। नाहेनलाई नेपाली भाषामा ईर्ष्या र आखिदाही भनिन्छ भने अङ्ग्रेजी भाषामा इन्भी र जेलेसी भनिन्छ। यो नै द्वन्द्वको मुख्य कारण अथवा रुट कज हो भनेर मुन्दुमले भन्छ। तपाईँलाई कस्तो लाग्छ? द्वन्द्वको रुट कज इन्भी र जेलोसी हो कि अरू थोकै हो? एकचोटि राम्रोसँग सोचेर विचार गर्नुहोस् त। धन्यवाद।